Hello everyone, welcome to my new mini vlog. आज चाहिँ लक्ष्मी पूजा हो। सो म चाहिँ मेरो चाहिँ अब यति नै छ भाडाहरू। यो भाडाहरू चाहिँ माझेर एकदम राम्रो चिरिक्क पारिसके। अनि यहाँनिर बत्ती बाल्नको लागि दियो यसरी भिजाएर रेडी बनाइसकेको छु। र यहाँनिर चाहिँ थोरै सामानहरू छ लक्ष्मी माताको लागि। केही सामानहरू लिएर आएको छु। अब चाहिँ लक्ष्मी पूजा गर्नु पर्यो, रङ्गोली बनाउनुको लागि यो भयो, अनि सेल लक्ष्मी मातालाई चढाउनुको लागि, अनि कलर रङ्गोली बनाउनुको लागि। अब चाहिँ म यहाँ बाहिर चाहिँ अँध्यारो छ, देखिँदैन होला कसरी खिच्नु, यस्तो छ। यहाँ चाहिँ बनाउँछु अब म। यो चाहिँ माटो रङ्गोली बनाउनुको लागि भिजाउनु पर्छ। अब लिप्नुको लागि बाहिर थोरै लिप्नु पर्छ नि त, त्यही भएर यसलाई चाहिँ भिजाउनु पर्यो। अब यति पानी हालेर एकछिन भिजाउनु पर्यो। मैले चाहिँ लिपिसकेँ रातो माटोले। अब चाहिँ म यसमा रङ्गोली बनाउँछु। यस्तो राम्रो त आउँदैन, त्यही पनि ट्राई है त गाइज। मैले रङ्गोली बनाएँ बल्ल बल्ल गरेर चम्चाले, किनकि मेरो यो नेल्सले गर्दाखेरि मैले यो बनाउनै सकिनँ के। कस्तो गाह्रो भयो कि यो पिठो समात्न सकिनँ, तर पनि बल्ल बल्ल यतिको बनाएको छु। अब यसमा फ्लावर एड गर्नु बाँकी छ। होइन है त, म फ्लावर एड गरेर अनि देखाउँछु। फ्लावर एड गरेर यस्तो फाइनल लुक चाहिँ यस्तो भएको छ साथीहरू। ठिकै छ, हातले गर्न नसके पनि चम्चाले बल्ल बल्ल मिलाएको। कस्तो लाग्यो? मलाई चाहिँ राम्रै लाग्यो ल। अब चाहिँ म पूजा गर्नुपर्छ, बल्ल बल्ल यो सके। साथीहरू, म चाहिँ लक्ष्मी पूजा यहाँ गर्न गइरहेको छु। अनि लक्ष्मी मातालाई यो चाहिँ चढाएको चुरा पोते अनि सिन्दुर र यहाँ के रहेछ। अनि मैले लक्ष्मीको फोटो पनि किनेर लिएर आएको छु। अनि यहाँनिर चाहिँ दियो छ, अनि चौतिल छ, जनै छ, अनि यहाँ चाहिँ कलश भइहाल्यो। अब म बिस्तारै बिस्तारै रेडी गर्छु। अब सबै रेडी गर्दा गर्दै खिच्न चाहिँ मिल्दैन साथीहरू, के गर्नु, गाह्रो छ। बिस्तारै बिस्तारै म सबै देखाउँदै गर्छु है त। ल, मैले चाहिँ दियो जलाएँ र लक्ष्मी माताको पाइला अब यस्तरी भित्र आउनुभयो लक्ष्मी माता। मैले चाहिँ सबै ठाउँमा दियो जलाइसकेको छु र यहाँ पनि एउटा पाइला बनाएको छु। त्यस पछाडि मेरो चाहिँ यहाँ यस्तरी पूजा गरेको छु। पूजा गर्न बाँकी छ। पहिला मैले सबै दियोहरू जलाएँ होइन, अनि यसरी अब म यहाँ पूजा गर्छु। ल, सबैजनालाई भिडियो मार्फत चाहिँ ह्याप्पी दीपावली भन्न चाहन्छु। मेरो माछाहरू उता छ, अनि मेरो अब अरू ठाउँ कहीँ नभएको कारणले गर्दा मैले चाहिँ यहीँनिर यसरी चाहिँ लक्ष्मी पूजा गर्न लाग्छु साथीहरू। र यहाँ माता सबै ठाउँमा हुनुहुन्छ। ल, मैले चाहिँ पूजा पनि गरिसकेँ। अब पूजा गर्दै भिडियो बनाउन चाहिँ अप्ठ्यारो हुन्छ, म एक्लै छु, त्यही भएर अलिक गाह्रो छ। त्यही भएर पूजा गरिसकेपछि मात्र भिडियो बनाएको। मैले चाहिँ पूजा गरिसकेँ, लक्ष्मी मातालाई चाहिँ भित्राइसकेँ साथीहरू। हजुरहरूले भित्राउनु भयो कि भित्राउनु भएन? ल हेर्नुहोस्, मैले पूजा गरिसकेँ। र सबैजनालाई धेरै धेरै दीपावलीको शुभकामना दिँदै मैले चाहिँ मेरो सम्पत्ति भनेको मेरो मार्कसिट, मेरो प्रमाणपत्र, अहिलेसम्म जति मैले पढेँ त्यो चाहिँ मेरो सबैभन्दा ठुलो सम्पत्ति हो। र मलाई लक्ष्मी माताले, सरस्वती माताले दिनुभएको धन भनेको चाहिँ मेरो मार्कसिट हो। त्यही भएर मैले चाहिँ मार्कसिटलाई पूजा गरेको छु। अनि सरस्वती माता, लक्ष्मी माता चाहिँ सधैँभरि मेरो जिब्रोमा बसुन्। अनि त्यस पछाडि सम्पूर्ण मेरो भिडियो जसले हेर्नुहुन्छ उहाँहरूको पनि सरस्वती माता जिब्रोमा सधैँभरि बास होस्। अनि त्यस पछाडि लक्ष्मी माताले पनि सधैँभरि सबैको घरमा बास गरून् भन्ने चाहिँ शुभकामना दिन चाहन्छु। र मेरो लागि चाहिँ मेरो लक्ष्मी माता भनेको मेरो धन, मेरो सम्पत्ति भनेको मेरो पढाइ हो। र मेरो पढाइको मार्कसिटलाई चाहिँ मैले आज पूजा गरेको छु। यस्तो यहाँनिर कति धेरै पड्काइराखेको छ। ल साथीहरू, अब पूजा चाहिँ गरिसकेको छु मैले।
हजुरहरूले कसरी पूजा गर्नुभयो? मैले चाहिँ यसरी पूजा गरेको छु। सानो छ कोठा अनि यसरी गरेँ। नमस्ते सबैजनालाई, के छ? सन्चै हुनुहुन्छ? मैले चाहिँ पूजा गरिसकेको छु। हजुरहरूले कसरी पूजा गर्नुभयो? र सबैजनालाई फेरि पनि ह्याप्पी दिवाली भन्न चाहन्छु। र सबैजनाले राम्रोसँग मनाउनुहोस्। कति धेरै पड्काउँछन् पड्काउन नि। अब हामी अर्को ब्लगमा भेट्नुपर्छ। बाई बाई। Thank you so much.